हेलो अनि नमस्कार सबैजनालाई र तपाईहरु सबैजनालाई आरके लगुन भ्लगमा स्वागत छ र मैले धेरै दिन बादमा यो भ्लग मैले उयो गरेको छु मैले किनकि भ्लग बनाउनु पाएको छुइनँ म एकदमै बिजी थिएँ है सो त्यही कारणले गर्दाखेरि आज चाहिँ के को भ्लग हो भन्दाखेरि चाहिँ मेरो बाबाको चाहिँ बर्थडे है आज र मुन्ना के गर्ने भनेको फोनमा व्यस्त छ यो भर्खर आइपुगेको ए ल राम्रै हो त्यसो म आउँदिनै ल को आउँदिन भनेको ल ल ल ल आउँदिन आजको दिन चाहिँ एकदमै राम्रो ब्युटिफुल भएको छ आम्मामा हेर्नुहोस् है गाइस दामी भएको छ आजको चाहिँ वेदर ठिक्कै भएको छ आज चाहिँ यो घर चाहिँ हाम्रो पुरानो घर हो यो हेर्न सक्नुहुँदैछ अहिले चाहिँ हामी त्यति यहाँनिर बस्दैन उता नयाँ घरमै बस्छ यो घर चाहिँ एकदमै अहिले यो नबसेर चाहिँ यस्तो भएको छ भने चाहिँ नि यो घर चाहिँ यति साह्रो मैला भएको छ अन्त यहाँनिर छ कुखुरा यो भाले चाहिँ आज चाहिँ हामी बनाउने छौँ अहिले कुद्दै गर भरे तेरो ब्याकलग हुन्छ भाले हाम्रो आजको बर्थडे बोय हुनुहुन्छ यहाँनिर हाम्रो बाबा आज चाहिँ छोरा छोरीहरू सबैजना भेला भएर यसरी जन्मदिनको आज अवसरमा होइन अन्त बर्थडे बाबाको मनाइदिनुको लागि यसरी सुरु गर्दा कतिको खुसियालीपन आइरहेको छ बाउ एकदम खुसियाली छ आज 84 वर्ष आज पुग्यो 84 भनेको चाहिँ 80 र 4 लाई चाहिँ 84 भने है जन्मेको त्यो ठिकै डेट चाहिँ बाउलाई याद थिएन मतलब त्यो नेपालीको महिनाको असार 15 भनेको त्यो चाहिँ याद थियो त्यो भनेपछि त्यो जस्तै अब डेटहरू हुन्छ नि त्यो चाहिँ याद थिएन हेलो हाम्रो आलोक पनि आइपुगेछ अन्त ठिकै छौ को आएको मम्मी कान्छे थेमा गन्धु अन्त बहिनी बाबा मम्मी खै बाबा बाबा तल छ गाडी साइड गर्दैछ मलाई के ल्याइदिनु भयो के गर्ने उता बस्छ न अन्त उता बस्छ न म दिँदैछु भ्लग गर्ने ओके अहिले म भ्लग तिमीलाई पनि म उयो गराइदिन्छु ल हुन्छ यहाँ सानो मान्छे पनि आइपुगेछ हेलो म चाहिँ आउने थिइनँ हो किनभने चाहिँ म हिजो गएको थिएँ नि त आज चाहिँ बाबाको बर्थडे भनेर चाहिँ हामीले सबैजना गेट टुगेदर है अनि छोराछोरी सबैजना आउँदाखेरि चाहिँ मलाई आउनु भयो त्यही कारण म पनि आएँ अहिले गरेँ दुईवटा ज्वाइँ एकछिनमा आउँछन् मुन्ना ज्वाइँ ए ज्वाइँहरू चाहिँ ज्वाइँहरू चाहिँ गिफ्ट किन्नुको लागि गएको होला हो गिफ्ट अघि पठाइदिइसकेको छ त हाम्रो यहाँ साइली दिदी पनि आइपुग्नु भयो अन्त पाकिमदेखिको यहाँसम्मको यात्रा कस्तो भयो दामी भयो यात्रा राम्रो भयो जय मसी भेना तपाईँ त के हो एड्रिन प्रधान जस्तो हुनुभएछ त ए सुकमान प्रधान होइन एड्रिन प्रधानको भाइ भएर चाहिँ सुकमान के भयो तिरुवा Yeah.
अब चाहिँ केक काट्ने समय पनि भएको छ। अन्त मैले चाहिँ सानो मेरोबाट चाहिँ बाबालाई गिफ्ट ल्याइदिएको छु। यो के भन्छ सर्ट ल्याइदिएको छु है। तपाईँहरूलाई म अलिकति देखाइहाल्छु कलर कस्तो के लाग्छ, बाबालाई मनपर्छ कि पर्दैन। म चाहिँ अहिले घर यहाँ जुन चाहिँ पुरानो घर मैले अघि भनिहालेको छु, पुरानो घरको उयसमा छु है। यस्तो खालको चाहिँ यो कलरको छ सर्ट चाहिँ। अन्त दाम त म भन्दिनँ, दाम त भन्नु मिल्दैन है। तिमीहरूको बुढेसकालसम्म पढी म उही हुनेछु भनेको परमेश्वर हुनेछु। औ तिमीहरूका कपाल फुलेको अवस्थासम्म पनि म तिमीहरूलाई भोग्नेछु। मैले बनाएको हुँ र म भोग्नेछु, म भोगेर हिँड्नेछु र बचाउनेछु भनेछ है। बुढेसकालसम्म पनि परमेश्वरले हामीलाई भोगेर हिँड्नेछु। कपाल फुलेको मेरो नानी यता यता जल्दीलाई ह्याप्पी बर्थडे भन्दैन तिमी पनि यता। गाडीमा पनि सबैजना हुन्छ कतै खिच्नु न। आशिष थापालाई आमा थापा